अङ्ग्रेजीमा एउटा भनाइ छ नि, people may forget what you said, but they will never forget how you made them feel. सर्व सेवा कार्यालयमा आउने सबै नागरिकको एउटै अपेक्षा हुन्छ, छिटो, स्पष्ट र विश्वसनीय सेवा। तर जब सेवा ढिलो हुन्छ तब गुनासो जन्मिन्छ। सही रूपमा गुनासो व्यवस्थापन भयो भने विश्वास बढ्छ, भएन भने असन्तोष र विवाद बढ्छ। यस्तो अवस्थामा कर्मचारीको व्यवहार, संवेदनशीलता र जिम्मेवारीपूर्ण निर्णयले नै नागरिकको असन्तोषलाई विश्वासमा बदल्न सक्छ। प्रभावकारी गुनासो व्यवस्थापन भनेको केवल समस्या समाधान गर्नु मात्र होइन, राम्रो शासन र जनविश्वास निर्माण गर्नु पनि हो। प्रभावकारी गुनासो व्यवस्थापन भनेको केवल समस्या समाधान गर्नु मात्र होइन, राम्रो शासन र जनविश्वास निर्माण गर्नु पनि हो। नमस्ते सर, गुनासो दर्ता गर्ने ठाउँ यतै हो? सर सर के भयो? किन आउनुभएको? एउटा जग्गा नामसारीको काम गर्नु थियो सर, धेरै भयो मालपोत भएको, अझै काम भएको छैन। आज त गुनासै गर्नुपर्ने भयो। यहाँ आउँदैन, अन्त जानु अन्त। आमा यता बस्नुहोस् त, के हो हजुरको समस्या? ल मलाई भन्नुहोस् त। यहाँ बस्नुहोस् त हजुर। कहाँ हुनुहुन्छ? आरामै छु बाबु। ए के समस्या भयो ल भन्नुहोस् त। अब बुढेसकालको सारा बनाइए मेरो जग्गा हो, यसकै काम गर्न आएको बाबु। न्याय पाइन्छ कि भनेर त्यहाँ आएर त आएकी छु। आमा म हजुरको यो फारम भर्छु ल, के कस्तो होला ल हजुरलाई भन्नुहोस् त, हजुरको नाम मैले यो फारम भरिदिएँ, म माथि सरकोमा बुझाएर आउँछु, हजुर बस्दै गर्नु ल। हस् बाबु। ए पनि सर के गर्ने अब यो? यस्तो काम हुँदैन कि, यस्तो कति आउँछ जान्छ, छोडिदिनुहोस् छोडिदिनुहोस्। त्यस्तो भनेर कहाँ हुन्छ सर? त हाम्रै जिम्मेवारी हो, हामीले गर्नु पऱ्यो नि काम त हो। एक्सक्युज मी सर। सर नमस्ते। नमस्ते, किन विवेकजी? सर यो भर्खरै दर्ता गरेको गुनासो एकदमै संवेदनशील विषय रहेछ, एकचोटि हजुरले हेरिदिनुहुन्छ कि भनेर सर। कामहरू धेरै छ, फुर्सद भएपछि हेरौँला, छोडेर जानु न। हुन्छ सर, मैले यहीँ राखिदिएँ है त। हुन्छ, फुर्सद भएपछि हेरौँला। हुन्छ सर। कामहरू धेरै छ, के काम गर्ने, के काम गर्ने जनशक्ति नि छैन, स्रोत साधन नि छैन। ए सर सुन्नु न, अस्ति त्यो एक हप्ता अगाडि बुढी आमा आउनु भएको थियो नि, उहाँको गुनासो कहाँसम्म पुगेको कुरा के भयो? काम भयो कि नै? खोइ फाइल कहाँ छ खोइ कहाँ छ के? म त अस्ति नै भने होइन यस्तो लफडामा नपर्नु भनेको। अब त्यस्तो भनेर त कहाँ भयो त नि सर। अब हामीले त्यो त हाम्रै जिम्मेवारी हो के अरे, अरू कसैको भविष्य छ, भविष्यको कुरा हो। अब हामीले यस्तो भन्न त नमिल्नु पर्ने होइन। अब सिस्टमै यस्तै छ भाइ, तिमी नयाँ नयाँ छौ, तिमीले लाग्छ म धेरै परिवर्तन गर्न सक्छु, तर केही हुनेवाला छैन भाइ, यस्तै छ कि। बाबु नमस्ते। नमस्ते आमा। त्यो अस्तिको कामको लागि फेरि आएको, कति के काम भयो बाबु? ए ल हुन्छ हजुर, हजुरको काम हुँदैछ आमा, म फाइल हजुरको खोजिहाल्छु है, यहाँ कता छ हेरिहाल्छु है। सर नमस्ते। नमस्ते, के काममा हो बिजी? ए म सर यो अस्ति आउनु भएको थियो, जग्गाको काम लिएर आमा आउनु भएको थियो नि, हजुर। हो उहाँकै फाइलहरू खोज्दै थिएँ सर। त्यो काममा तपाईँ सिरियसली लाग्नु भएको छ है विवेकजी? केही समस्या परेमा मलाई भन्नु ल। हुन्छ सर, हस् म केही भयो भने हजुरलाई भनौँला नि है। ल नमस्ते बाबु। ए नमस्ते आमा, बस्नुहोस् त। मेरो अस्तिको काम के हो बाबु? अब त आशै मान्नु पर्ला जस्तो भइसक्यो। ए ल हजुर आत्तिनु पर्दैन आमा, अब हजुरको त्यो कागजात चाहिँ अलिकति तलमाथि भएको रहेछ, हामीले लगभग मिलाइसक्यौँ। अब त्यो तपाईँको चाहिँ आज जसै काम हुन्छ तपाईँ आत्तिनु पर्दैन, एकचोटि सरकोमा जाउँ, त्यसपछि हुन्छ है आमा।
ए हुन्छ र यति छिटो काम कसरी भयो? यो त नहुने कामहरू कसरी छिर्नु हुन्छ यत्रो हाम्रो अफिसमा? सम्भवै छैन यो त। सर यो त अब हाम्रै काम हो, अब मन लगाएर गरेपछि हुँदो रहेछ सर। गर्नु हो तपाईँहरूले? खोइ लगभग भइसक्यो नि सर, हाम्रो के अरे गुनासो सुन्नु अलिकति ज्यूले पनि गरिसक्नु भयो, धेरै सहयोग गर्नुभयो, हो र? काम त लगभग भइसक्यो। खोइ मलाई विश्वासै लागिरहेको छैन। काम त भइसक्यो नि सर। ल ल ल ठिकै छ। ल जाउँ न त आमा है, सरकोमा जाउँ ल। सर नमस्ते। 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 सर यो आमाको हेर्नुहोस् त, काम अस्तिको बाँकी रह्यो। उहाँको हजुर सबै हेर्नुभयो, मिलाउनुभयो? हजुर मिलिसकेको छ सर। ल म रुजु गर्छु एकपटक। आमाको त सबै काम भइसक्यो रहेछ। ल साइन गरिदिन्छु। ल छापछाप लगाएर लग्नु होला है। हुन्छ सर हस्। काम ल भयो? हजुर काम भयो आमा हजुरको है। म त आशै मारिसकेको थिएँ बाबु, काम भयो। अब केही दिन लागिहाल्यो आमा, के गर्ने, त्यस्तो कुनै दुःख नमान्नु होला। अब आशै मारे काम यति चाँडै गरिदिनु भयो बाबुहरू, धेरै धन्यवाद छ बाबु। त बजारलाई मेरो आशिष आओस् बाबुहरूले, धेरै धन्यवाद बाबु। भइहाल्छ नि आमा। ल धन्यवाद, हामी राम्ररी जानु होला ल। हस् सर। ल बिग्रेती राम्रो काम गर्नु। हस् सर। सरकारी कार्यालयको एउटा सानो कोठा, फाइलका चाङ र एउटा मधुरो आशा। कहिलेकाहीँ हामीलाई लाग्छ एउटा व्यक्तिको गुनासोले के नै गर्न सक्छ र, तर परिवर्तनको बिउ एउटा सानो असन्तुष्टिबाटै सुरु हुन्छ। तब एउटा सेवाग्राहीको आँखामा निराशाको सट्टा भरोसा देखिन्छ, तब बुझ्नुहोस् प्रशासन केवल एउटा संयन्त्र मात्र होइन, यो समाजको विश्वासको खम्बा हो। गुनासो सुन्नु भनेको कमजोरी पहिराउनु होइन, यो त बरु सुधारको बाटो अपनाउनु हो। त्यसैले गुनासोलाई झन्झट होइन, मार्गदर्शन बनाऊ, किनकि जब जनताको आवाज सुनिन्छ तब मात्र सुशासनको जन्म हुन्छ।